हिमाल पहाड तराई कोही छैन पराई हामी सबै एक हौ पृथ्वीनारायण शाह # हाम्रो ट्रेक सुरु भइसक्यो यहाँबाट टक्क यो चाहिँ गैरीधारा रोड हो हाम्रो साथीहरू छ आज शनिबारको दिन यो भ्लगमा चाहिँ के देखिन्छ भन्दाखेरि रोडको इन्भाइरोमेन्ट कस्तो हुन्छ कतिको गाडीहरू कुद्छ हैन त्यो कुराहरू पनि देख्न सक्नुहुन्छ तपाईहरुले यो चाहिँ टक्क लैनचौर हो यता गयो भने चाहिँ तपाईको उता घण्टाघरतिर गयो यो लाजिमपाटको मेन रोड हो यो चाहिँ इन्डियन एम्बेसीतिर छिर्यो हामी सर्टकट फर नो जाम अहिले एकदम चलिरहेको छ नि हन्टर बाइक हामी चाहिँ एकदम फेभरेट एभेन्जरमा हिँडिरहेछौँ यो चाहिँ तपाईहरुले महानायक राजेश हमालको पुरानो घर हो हैन यो एरिया यहाँ राजेश निवास पनि लेखेको छ विशेष गरी राजेश हमालको पुरानो घर अहिले त बस्दैन होला अहिले त उता बुढा नीलकण्ठ बस्नुहुन्छ नि महानायक त यो चाहिँ उहाँ बाला पनि हुर्किएको ठाउँ तपाईहरुले कतिपय पोडकास्टहरु इन्टरभ्यूहरुमा सुन्नु भएको थियो होला उहाँ लैनचौरमा बस्दै हुनुहुन्थ्यो सो यही एरिया हो यो तपाईहरुले मोटो भ्लग सम्झिँदा पनि हुन्छ ट्रेकिङ पनि भइहाल्यो सक्दो चाहिँ यो भ्लगलाई म एडिट गर्ने ट्राई गर्छु यो भिडियोमा चाहिँ तपाईहरुले काठमाडौँको रोडको इन्भाइरोमेन्ट कस्तो छ इन्फ्रास्ट्रक्चरहरू रोडहरू कस्तो छ गाडीहरू कस्तो कुद्छ हैन मान्छेहरू कस्तो भेटिन्छ काइन्ड अफ भिडियो अथवा भ्लग हुनेछ सबैभन्दा बढी गुड्ने मोटरसाइकल चाहिँ कुन होला कुन कम्पनीको होला ओके कम्पनी त तपाईको हन्डा होला कि त बजाज होला यो दुईटा होला बजाजै होला बजाजै हो बडी बाइक कुद्ने चाहिँ तपाईको पल्सर हो हैन 5 करोड 5 करोड त्यहाँका हामी चाहिँ अहिले लगभग सामाकोसी आइपुगेको छ सामाकोसी चोकमा दिस इज हाइवे हाम्रो केटाहरु हो तेल बाइकमा एटिएम छ र ल हामी चाहिँ बाइकको तेल हाल्न आएको छ चाहिँ हामी गएको यो माछाबारी चोकमा आयो उता गएपछि चाहिँ कलम्कीको रोड आउँछ अब हामी चाहिँ राइट जान्छ हैन क्रेजी छ त यार मान्छे त यार पुरै हाट लागेको जस्तो छ यार यो माछा पोखरीमा गाइस यो कृषि बजार हो रे लुक एट दिस बजार आएर तरकारीहरू फलफुलहरू किनिदिनु हुन सबैलाई अनुरोध छ यो नजिक भएको मान्छेहरूलाई एकदमै सस्तोमा पाउँछ होला पक्कै पनि र फ्रेस पनि कसरी एकछिन हेर्दा हुनु त किशोर साथी कति 1 किलो छैन होला अनि 30 रुपियाँ किलो हो अरे नि त म चाहिँ यहाँ तरकारी किन्दा आएको छु पैसा कसलाई दिने हो हजुरलाई 100 चेन्ज गरिदिनु न आमा पैसा छ कि न साट्ने पैसा दिनु 60 रुपियाँ दिनु 60 ब्रो यही हाल त यसमा दाइ 50 गराइदिनु त आमा यी लाउनु यी 10 रुपियाँ दिनु अब 40 को भयो कि काँक्रा 60 हो मेरो 40 होला भयो भाइ 60 लगिस सर हेर्नु न यति ल्याएर आएको छु हजुर लास्टै गाह्रो यार त्यो बजेटसँग पैसै रहन्छ कि तर माहौल चाहिँ दामी छ यस्तो रमाइलो भइरहेछ नि मलाई अब एउटा खुद्रा पसलमा रोक्नु हामीलाई चाउचाउ भुजाहरू अनि अलिकति आइसक्रिमहरू फ्रुटीहरू लाने हो कि साथी यो सामानहरू किन्दैछ होइन माहौल एकदम गरम छ केटाहरू त्यो हाम्रो केटा पनि जीवन साथी बिजुली अनि हाम्रो सर अलि उता हुनुहुन्छ लेट्स गो गाइस कम यस्तो छ यार काठमाडौँको माहौल यार बेसरम छ बेसरम ल
ए लाग्यो गाउँतिर जङ्गलतिर क्रेजी छ त बाघ जस्तो छ त्यहाँ ल है निर्माणको काम हुँदैछ है अब चाहिँ भाइब्स मजा आउँछ के हुन्छ नि त्यो तपाईँको गाउँले भाइब्स अलिअलि हिजोसम्म त क्राउडेड प्लेसमा एकदम त्यो धुवा धुलो यो माटो चाहिँ एकदम डर लाग्छ मलाई लास्टै मलाई लाग्छ बास्नै आउँछ है टोटली कन्फ्युज भयो यार यहाँ आएर फेरि एकछिन पौज भयो फेरि घुम्नु पऱ्यो यार कन्डिसन यस्तो आइसक्यो सचेत अन्त ल कन्डिसन खाली खुट्टा हल्का माथि गर्नु त्यो कपडालाई माथि गर्नु के बाटोको कन्डिसन यस्तो छ सो जुत्ता सुत्ता खोलेर बढ्नु जाओस् ल राजा है बेस्ट अफ लक है साथी बेस्ट अफ लक है साथी जुत्ता नलगाए पनि जाँदो रहेछ है उसलाई किन दिएको अफरोडमा अफरोड भन्ने कहाँ थियो थाहा थियो त अनि त्यो पिजै पिज होला भन्ने सोध्छु यार है बवाल भयो हाम्रो फेभरेट बाइक यस्तो छ सिटीको डाउनटाउनमा बसिरहेको छ चट्ट पछाडि ब्याकग्राउन्ड थम्बनेलको लागि यो फोटो पर्फेक्ट छ अगाडि हिँड त तिमी त जहिले पछाडि हुन्छ यार के हो यस्तो उडी उडी चुप्पा हो तर सती सर हुन्छ नि मलाई यो पनि मजा लाग्छ कि जस्तै हिँड्नु मात्रै भन्दा पनि बाइकमा पनि यसरी हिँड्न मन लाग्छ कि
Turn left, turn right भनेर छ। यो लेभलको यो 5 साइड टायर साइड केही नहोस् होइन। ब्याक टु द बीच। केटा हो हरेक नराम्रो दिनपछि राम्रो दिन आउँछ भनेको यही हो है। After a long time. है यस्तोमा कसरी हिँड्ने भनेर म अध्ययन गर्दै हुनुहुन्छ। होइन स्टडी के भन्छ अब उनीहरूको भनाइ अनुसार है अब त्यतिर अलिक यस्तो यस्तो हुन्छ कि फेरि मैले पनि यसरी नहिँड्नु कि त्यसले गर्दाखेरि के यसमा दुईवटा के गर्दै यसरी हिँड्नु यहाँ चढ्नु यो त 2 दिन लाग्ने भयो हो भनेको मान्नै पर्छ बुढापाकाले। तर खुट्टा भर पर्दैन अरे क्या। हाम्रो दोस्तलाई पनि देखाउनै पर्ने हुन्छ। हु इज द गाइडर, हि इज द ट्रेकर, हि इज द म्यान अफ द मिथ, हि इज द डाउन टु द अर्थ वान एन्ड ओन्ली जीवन खड्का। मेक सम नोइज फर जीवन खड्का। एभ्रीवन पुट योर ह्यान्ड्स अप। वुहु कहीँ बाँकी रहेन। हामी सधैँ सर हुनुहुन्छ हाम्रो जीवन दोस्त छन्, हाम्रो किशोर सधैँ छन्। अब हामी चाहिँ आमाको चिया पसलमा छु र म यहाँ छु। यसको तपाईँहरूले हेर्न सक्नुहुन्छ गाईले कसरी घाँस खान्छ। बिगिनरहरूको लागि चाहिँ एकदम